एआईबाट पैसा कसरी कमाउने? ल आजको यो विश्लेषणमा हामी सिधै काम लाग्ने प्र्याक्टिकल तरिकाहरूबारे कुरा गर्नेछौँ। हो, एआईले पैसा कमाउने तरिकालाई त साँच्चै नै पुरै बदल्दिएको छ। मतलब हिजोसम्म जे कुरा सोच्न पनि सकिँदैन थियो, आज घरमै बसेर त्यो सम्भव भएको छ। र यो त भर्खर सुरुवात मात्र हो। यो प्रश्नले एकछिन घोत्लिन बाध्य बनाउँछ, होइन त? टेक्नोलोजी यति छिटो दौडिरहेको बेला कतै पछाडि पो परिँदैछ कि? पछाडि पढ्नु भनेको त सिधै अवसर गुमाउनु हो। ल अबको केही मिनेटमा हामी यिनै अवसरहरू के हुन् भनेर हेरौँ। ल अब लागौँ असल कुरातिर। यो पैसा कमाउने यात्राको पहिलो पाइला भनेकै सिप सिक्नु हो। तर कस्ता सिपहरू त? आउनुहोस् हेरौँ। हेर्नुहोस्, च्याट जिपिटी, मिडजर्नी, क्यानभा एआई, क्यापकट एआई, यिनीहरू भनेका आजको दिनमा पैसा कमाउने दौडका सबैभन्दा शक्तिशाली हतियार हुन्। यिनलाई चलाउन जान्नु हो, यही हो पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम। तर एउटा कुरामा चाहिँ एकदमै ध्यान दिनु होला है, सबै कुरामा एक्सपर्ट बन्न खोज्ने होइन, त्यो सम्भव पनि छैन। बरु यहाँ देखाइएको लिस्टबाट कुनै एक वा दुईवटा स्किल छान्ने अनि त्यसमै गहिरिएर लाग्ने, चाहे त्यो कन्टेन्ट राइटिङ होस् वा भिडियो एडिटिङ। मुख्य कुरा भनेको फोकस हो। फोकस नै सबैभन्दा ठूलो शक्ति हो। ल सिप त सिक्यो, अब प्रश्न आउँछ, यसलाई पैसामा कसरी बदल्ने? अब हामी पैसा कमाउने असली बाटोहरू के हुन् त्यतातिर लाग्छौँ। अब हेर्नुहोस्, एआईबाट कमाउने मोटामोटी दुईवटा बाटा छन्। पहिलो हो सर्भिस बेस्ड, मतलब आफ्नो सिपलाई सेवाको रूपमा बेच्ने, जस्तै फ्रिल्यान्सिङ गर्ने। अनि दोस्रो हो प्रोडक्ट बेस्ड, मतलब आफ्नै कन्टेन्ट वा डिजिटल प्रोडक्ट बनाएर बेच्ने। यहाँ लेखिएको कुरालाई चाहिँ एकदमै गम्भीरताका साथ लिनुहोला। सुरुमा पैसा कमाउने सबैभन्दा छिटो बाटो कुन हो त? हेर्नुहोस्, प्रडक्ट बनाउन समय लाग्छ, तर सर्भिस त्यो त तुरुन्तै बेच्न सकिन्छ। त्यसैले यदि छिटो रिजल्ट चाहिएको हो भने सर्भिस बेच्नु नै सबैभन्दा स्मार्ट स्ट्र्याटेजी हो। ल सिद्धान्तको कुरा त धेरै भयो। अब एउटा प्र्याक्टिकल उदाहरणै हेरौँ न है। जस्तै युट्युब थम्बनेलको लागि यस्तो टेक्स्ट कसरी लेख्ने, जसलाई देख्ने बित्तिकै मान्छेले क्लिक गरिहालोस्। ल यो पहिलो अप्सन हेर्नुहोस् त, एकदमै सिधा र बोल्ड छ। एआई सिकेर पैसा कमाऊ, पैसा घरबाटै अनलाइन इन्कम। यहाँ पैसा र घरबाटै भन्ने शब्दले सिधै मान्छेको एटेन्सन तानिहाल्छ। अब अलिकति फरक एङ्गलबाट सोचौँ। यो दोस्रो अप्सनले के गर्छ भने ट्रेन्ड र कतै म छुटिरहेको त छैन भन्ने डर, जसलाई फोमो भनिन्छ, त्यसको मनोविज्ञान प्रयोग गर्छ। एआईले बदल्यो कमाउने तरिका, पछाडि परिँदैछ कि? यो प्रश्नले त क्लिक गर्नै पर्ने बनाइदिन्छ। कहिलेकाहीँ त धेरै तामझाम गर्नुभन्दा सिधा र सरल कुराले नै बढी काम गर्छ। जस्तै यो तेस्रो अप्सन, एआई सिक पैसा कमा 2026मा बेस्ट स्किल। कति सिम्पल, सफा र टु द पोइन्ट। अनि बेस्ट स्किल भनेपछि त यसको महत्त्व छ नै बढिहाल्यो। अब अलिकति इमोसनल एङ्गलबाट हेरौँ। यो चौथो अप्सनले त सिधै मान्छेको दुःखमा मलहम लगाउने काम गर्छ। जागिर छैन, एआई छ। सोच्नुहोस् त, यो एउटा टेक्स्ट मात्र होइन, यो त एउटा आशा हो, एउटा समाधान हो। र अन्त्यमा एउटा यस्तो अप्सन जसले हाम्रो समाजको एउटा एकदमै गहिरो भावनालाई छुन्छ। अब पैसा कमाउन विदेश जानु पर्दैन, एआई सिक्नुहोस्। यो त एउटा नारा जस्तै हो, जसले एआईलाई सिधै हाम्रो राष्ट्रिय भावनासँग जोडिदिन्छ। र यो निकै शक्तिशाली छ। तर राम्रो टेक्स्ट मात्र भएर पनि पुग्दैन नि, डिजाइन पनि त चाहियो। ल यी तीनवटा क्विक टिप्स याद राखिहाल्नुहोस्। फन्ट जहिले पनि ठूलो र बोल्ड राख्ने, टेक्स्ट 2-3 लाइनभन्दा लामो कहिले नबनाउने, अनि ब्याकग्राउन्डमा चाहिँ विषयसँग मिल्ने केही, जस्तै एआईको आइकन वा कुनै एक्सप्रेसिभ अनुहार राख्ने। बस यति गरेपछि थम्बनेल एकदमै एट्र्याक्टिभ बन्छ। ल हामीले धेरै कुराहरू हेर्यौँ। अब प्रश्न उठ्छ, अगाडिको बाटो के त? यति धेरै जानकारीलाई अब एउटा सिम्पल स्ट्र्याटेजीमा निचोडौँ। ल आजको छलफलको पुरै सार यही हो। 2 चरणको एउटा एकदमै सिम्पल प्लान। स्टेप 1, कुनै एउटा निर्दिष्ट एआई स्किल सिक्ने, जस्तै भिडियो एडिटिङ वा कन्टेन्ट राइटिङ। स्टेप 2, त्यही स्किललाई अनलाइन सर्भिसको रूपमा बेच्न थालिहाल्ने। आम्दानी सुरु गर्ने योभन्दा छिटो र भरपर्दो बाटो अहिलेलाई अर्को छैन। र जाँदै एउटा ठूलो प्रश्नबारे सोच्दै यो छलफललाई टुङ्ग्याऊ। के एआईले साँच्चै हाम्रा युवाहरूलाई देशमै राम्रो अवसर दिएर विदेश जानुपर्ने बाध्यता हटाउन सक्ला त?
यो प्रश्नको जवाफ भविष्यले मात्र दिने होइन, हामीले आज के कदम चाल्छौँ त्यसमा पनि निर्भर गर्छ।